प्रहरी घरा तोड्ने हो नसके ज्यान दिएर पनि मर्ने हो। साथीहरु प्रहरी घेरा तोड्ने हो हैन भने मर्ने हो भन्दै यति बेला राप्रपाले उग्र रूपमा आन्दोलन चर्काएको छ। बुझ्नुभयो, हामी त मर्न आएको जतिखेर मर्छौँ तपाईहरु बरु मार्न विचार गरेर बोल्नुस्, बरु हो यस्तो बोल्ने मान्छेको मुख नथुन्नुस्। मिडिया कर्मी साथीहरुले एउटा क्लियर एउटा कुरा बुझ्नुहोस्, यहाँ सुन्नुहोस्, क्लियर कुरा बुझ्नुहोस् है, एकदम सबै साइलेन्ट हुनुहोस्। म एउटा कुरा भनिदिन्छु, सुरज रजक यहाँ सुन्नुहोस् न, यहाँ सुन्नुहोस् न, यहाँ सुन्नुहोस्, सुरज रजक मरेपछि मिडिया कर्मी साथीहरुले एक दिन तपाईहरुको पक्षमा बोल्दाखेरि चाहिँ सबै पत्रकार राम्रो हुने। पछिल्लो समय काठमाडौँ तनावग्रस्त हुने हो कि भन्ने आशंका पनि पैदा भइसकेको छ। राप्रपाले के साँच्चीकै निषेधित घेरा तोड्ने नै हो त? त्यो सम्भावना देखिन्छ त? आज चर्को रूपमा राप्रपाका कार्यकर्ताहरू, आन्दोलनकारीहरू उग्र रूपमा काठमाडौँमा राज संस्थाको पक्षमा आवाज बुलन्द गरिरहेका छन्। अब कस्तो रूप लिन्छ त?